हाई गाइस, तपाईहरुलाई चाहिँ म आज एउटा यहाँनिरको वास्तविक कथा भन्छु हैन। यहाँनिर गुफा पोखरी चाहिँ कति धेरै जना आउनुहुन्छ, तर सबैजना चाहिँ पोखरीमा मात्र फोटो खिचेर फर्किनुहुन्छ नि त। अनि यो चाहिँ तपाईहरुको लागि भिडियो। अर्कोचोटि तपाईहरु आउँदै हुनुहुन्छ भने चाहिँ अनि गुफा पोखरीदेखि अझै ओर आउनु भयो भने चाहिँ तपाईहरुले यस्तो देख्न सक्नुहुन्छ। अनि यहाँनिरको चाहिँ एउटा कथा रहेछ क्या, पहिलाको वास्तविक कथा, जुनमा चाहिँ यो माथिको डाँडा जुन देखिरहेको छ नि, यो डाँडामा चाहिँ अहिले चाहिँ जाने बाटोहरू छ हैन। तर पहिला नै चाहिँ कस्तो थियो अरे भने यहाँनिर चाहिँ कोही पनि जान सक्दैन थियो अरे क्या। अनि पहिलाको पालोमा चाहिँ एउटा मेन्छा भन्ने चाहिँ एकजना राम्री केटी पालम गाएर बसिराख्नु हुन्थ्यो अरे त्यहाँनिर चाहिँ। उहाँ चाहिँ देवी हुनुहुँदो रहेछ। अनि त्यस पछाडि त्यतिखेरको बेलामा चाहिँ अब मुनिबाट मान्छेहरूले हेर्दाखेरि चाहिँ एकजना राम्री मान्छे, अनि त्यस पछाडि लिम्बू ड्रेस लगाएर पालम गाएर बसिराख्नु हुन्थ्यो अरे। अनि त्यस पछाडि त्यतिखेरको टाइममा चाहिँ एउटा भीमसेन भन्ने त्यस्तै एउटा युवक हुन्छ नि, अलिकति शक्तिशाली नै, त्यस्तो त्यो मान्छे चाहिँ शिकार खेल्दै खेल्दै अरुण पारीबाट आउँदाखेरि चाहिँ त्यो डाँडामा पुग्दाखेरि मेन्छालाई भेट्नु भएको रहेछ। अनि त्यतिखेर चाहिँ अब लिम्बू समुदायमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब राम्रो लागेको मान्छेहरूलाई सोल्टिनी बनाएर तानेर लग्ने ओर्ने चलन छ नि त। अनि त्यतिखेर उहाँले चाहिँ आफ्नो बिहेको प्रस्ताव राख्दाखेरि चाहिँ अब मेन्छाले चाहिँ जिस्काएर के भन्नुभएको रहेछ भन्दाखेरि चाहिँ तपाईँले यदि आजको रातभरिमै भाले बाँच्नुभन्दा अगाडि चाहिँ मलाई यहाँनिर ढुङ्गाहरू लिएर बस्ने मन्दिर बनाइदिनु भयो भने चाहिँ म तपाईँसँग बिहे गर्छु भनेर भन्नुभएको थियो रहेछ होइन। अनि त्यस पछाडि त्यतिखेरको टाइममा त्यो बेलामा अनि राति नै गएर उहाँले चाहिँ अरुण पारीबाट ढुङ्गाहरू ल्याउँदाखेरि चाहिँ आधी बाटोमा अब आउँदाखेरि मेन्छाले देख्नु भएछ। अनि त्यस पछाडि अब यो मेन्छाले चाहिँ बिहे गर्नु मिल्दैन नि त, उहाँ देवी हो नि त। अनि त्यस पछाडि उहाँले चाहिँ अब वचनमा म हार्छु, मैले बिहे गर्नुपर्छ भन्ने भएपछि चाहिँ उहाँले यहाँनिरको वनको देवताहरूलाई चाहिँ अब हेल्प मागेर अनि त्यस पछाडि यतिखेर अब मैले अब यस्तो यस्तो प्रस्ताव गरेको थिएँ, जिस्काएको थिएँ, अब ऊ साँच्चीकै ल्यायो, मैले बिहे गर्नुपर्छ, मलाई हेल्प गरिदिनु, अब भालेहरू बाँसेको चाहिँ आवाजहरू निकालिदिनु भनेर भन्दाखेरि चाहिँ अनि आधी बाटो यो आधी बाटोमा ल्याउँदा आइपुग्दासम्म अब यो माथि टाढा भयो नि त। अनि यो आधी बाटोसम्म आइपुग्दासम्ममा चाहिँ अनि वनको देवताहरूले चाहिँ भाले बाँसेको आवाजहरू चारैतिरबाट निकालिदिनु भएपछि चाहिँ भीमसेनलाई चाहिँ अब लाज भएर आफूले चाहिँ वचनमा हारेँ म भनेपछि चाहिँ अनि उहाँले ल्याएको ढुङ्गाहरू चाहिँ सबै यहाँ फ्याँकिदिएको अरे क्या। अनि यहाँनिर हेर्नु सक्नुहुन्छ तपाईँले, जस्तो घोप्टा जस्तो छ नि यहाँनिर आधी चाहिँ रोडले बगाए जस्तो छ, नत्र भने चाहिँ माथिबाट फालेको ढुङ्गाहरू अरे क्या। यो यतापट्टि देखाउ त, अनि यो सबै यस्तो राम्रो देखिन्छ क्या। त्यस पछाडि रिसाएर अब लाज भएर फ्याँक्नु भएको हो नि त। अनि पछिबाट यहाँबाट फर्केर अझै अब जाँदाखेरि त अरुण कटिसक्दाखेरिसम्म पनि उज्यालो भएन अरे क्या, त्यतिखेरसम्म हुन्छ नि। अब नत्र भने त भाले बाँसेको 2 घन्टा 1 घन्टामा त उज्यालो हुन्छ नि त। अनि पछि अझै पर जान्छ अरे, अझै पर जाँदाखेरि पनि उज्यालै हुँदैन अरे। अनि पछिबाट चाहिँ अब भीमसेनले पनि थाहा पाएपछि मलाई यो केटीले चाहिँ छल गर्यो भनेर थाहा पाएपछि चाहिँ उहाँले रिसाएर त्यो ढुङ्गा चाहिँ फालिदिनु भएको अरे। यता खासमा चाहिँ यो मेन्छा बसेको पहाडै भत्काइदिन्छ भनेर फाल्नु भएको रहेछ। तर अब उहाँ पनि त देवी हो नि त। अनि उहाँले चाहिँ अब योलाई ब्याक पनि गर्न सक्नुहुन्थ्यो अरे, तर सम्मान गरेर चाहिँ उहाँले यो ढुङ्गालाई चाहिँ टक्क यहाँ राखेको भनेर भनिँदो रहेछ क्या हो। अनि यो ढुङ्गालाई चाहिँ भीमसेन ढुङ्गा भनेर पनि चिनिन्छ। अनि यहाँको बासिन्दाहरूले अनि मेन गरेर चाहिँ लिम्बू जातिहरूको मान्छेहरूले चाहिँ यहाँ आएर पूजा पनि गर्नुहुँदो रहेछ क्या। ठुलो छ ढुङ्गा, सक्नुहुन्छ तपाईँले, कस्तो दामी छ है। टाढादेखि छेउ तर छेउदेखि कत्रो रहेछ, छेउदेखि चाहिँ ठुलो रहेछ। यो उहाँले सक्नुभएको थियो, के पो भन्छ, चाहनु भएको थियो भने चाहिँ यसलाई उतै फर्काइदिनु पनि सक्नुहुन्थ्यो अरे। तर अब उहाँले आफूले पनि अब छल गरेको हो नि त। अनि त्यही भएर चाहिँ एज अ सम्मान गरेर चाहिँ उहाँले यसलाई यहाँनिर टक्क राखिदिनु भएको अरे क्या। तपाईँहरू पनि गुफा पोखरी आउँदै हुन्छ भने पोखरी मात्र नघुम्नु, यो माथिको डाँडामा सबै यति धेरै गुफाहरू छ। अनि प्लस अहिले चाहिँ यहाँनिर त्यही मेन्छाको चाहिँ कस्तो ठुलो शालिग बनाउँदै हुनुहुन्छ यहाँ दाइहरूले। अनि अलिक पछि आउनुभयो भने चाहिँ तपाईँहरूले उहाँको मूर्ति पनि देख्न सक्नुहुन्छ। 70 लाखको मूर्ति बन्दैछ यहाँ माथि, तपाईँहरू आउनुभयो भने चाहिँ देख्नुहुन्छ। प्लिज आएर भिजिट गर्नु होला। अनि गुफा पोखरी चाहिँ तपाईँहरू आउँदाखेरि अलिकति गुराँस फुल्ने टाइममा आउनुभयो भने अझ रमाइलो हुन्छ। सो बाई गाइज।